हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो फेरि नयाँ भ्लगमा। है त गाइस, अब आज चाहिँ एकदम विशेष दिन छ। किन भन्दाखेरि आज चाहिँ जात्रा हो गाइस। त्यही भएर म पनि जात्राको लुगा लगाएर चाहिँ यहाँ रेडी भइसकेको छु। अब यहाँ बुढी पनि रेडी छ। अब हामी चाहिँ जात्रा हेर्नलाई गइरहेको छौँ गाइस। अब जात्रामा के हुन्छ, कस्तो हुन्छ अनि कतिको रमाइलो हुन्छ त्यो सबै म यो भिडियोमा देखाइहाल्छु। खै छोरी चाहिँ यहाँ लिपस्टिक खाएर बसिरहेको, पलिस खाएर बसिरहेको छ। बुढी पनि छ। ल अब हामी चाहिँ एकछिनमा जान्छौँ है त गाइस। ल गाइस, चिसो चिसो बिहानी मौसममा हामी चाहिँ यो यसरी परिवार म अनि बुढी र छोरी चाहिँ जात्रा हेर्नलाई हिँडिरहेछौँ। यो गाउँ के टोल भन्दा यो घर टाढा हुनुको बेफाइदा पनि यही रहेछ गाइस। बिहान बिहानदेखि हिँड्नुपर्ने। पूजा लिँदै अनि नाच्दै पूजा लिँदै गर्छ। अब बिहानभरि नै यही हो काम। यो चाहिँ बाजा बजाउनु भनेर चाहिँ होइन, अगाडि दौडेर आउँछ है। यो पहिलो कता कता जान्छ त्यहाँ बाजा बजाउनु। एकजना यसो डमरू गरेर बसिरहनुपर्छ। यो चाहिँ पूजा लिँदै हेर्न जान्छ है। बाटो देखाएको जस्तै हो। बाटो देखाउनु त यहाँ यता हाम्रो द्वारे अङ्कलले गर्नुहुन्छ होइन। त्यहाँ लाइट लिएर जानुभएको छ अनि यो एउटा आगो पनि यसो चाहिँ लिएर जानुपर्छ गाइस। सँगसँगै गइरहनुपर्छ हाम्रो ग्याङ। लेडी ग्याङ एकजना चाहिँ सही फोटो निकाल्ने प्रयासमा यहाँ मिस्टर राजन महर्जन पुरा एङ्गलमै बसी खिचिरहेको छ। म चाहिँ यहाँ देउताको नाच हेर्दै इन्जोय गर्दै यहाँ भिडियो खिचिरहेको छ है गाइस। एउटा चाहिँ होइन देउटाको सँगसँगै जानुपर्छ गाइस। अरू बाजा चाहिँ जाँदैन, तर एउटा चाहिँ देउटाको सँगसँगै जानुपर्छ है गाइस। गाइस यता चाहिँ अब सरकारी पूजा हुनु लाग्छ है। यहाँ चाहिँ अब एउटा बलि दिनुपर्छ। अब त्यही पूजा हुनु लागिरहेको छ। अब त्यो बलि चाहिँ म देखाउँदिनँ किनकि युट्युबमा त्यो युट्युबको के कमिटी गाइडलाइनले दिँदैन। म चाहिँ त्यसलाई चाहिँ अलिक स्किप गर्छु। तर यहाँ चाहिँ पूजा हुनु लागिरहेको छ गाइस। यहाँ चाहिँ बोका बलि दिनुपर्छ गाइस है गाइस। त्यही भएर यहाँ मण्डला हुन्छ। यहाँ सानो मण्डला हुन्छ। यही राखेर चाहिँ होइन, यहाँ चाहिँ के बलि दिनुपर्छ यहाँ भैरवले। नाच्दै रमाउँदै यहाँ चाहिँ बलि दिन्छ है गाइस। ल आयो आयो आयो।
यसरी नै बोका बोलिदिनुपर्छ गाइस फाइनल्ली बोलिसकेको छ तर त्यो फुटेज चाहिँ मैले स्किप गरेको छु किनकि यो कम्युनिटी गाइडलाइनले दिँदैन नि त युट्युबको त्यही भएर त्यो चाहिँ म राख्नु मिल्दैन जस बलि चाहिँ खाइसकेको छ यता हेर्न सक्नुहुन्छ यहाँ रगतै लागेको छ पुरा रातो भइसक्यो हाम्रो पहिरो शक्तिपीठमा जान्छ भनेर त्यहाँ हाम्रो के ठक्ली बाले चाहिँ होइन बिदा दिनुभयो त्यही भएर अब चाहिँ तल जान्छ गाइस अब यसरी चाहिँ होइन तलै जान्छ जस्तो लागिरहेको छ गाइस यो ढिलेले नै होला सायद यहाँ यिनीहरूले चाहिँ बालाखोलाले चाहिँ ढोका बाहिरसम्म मात्र पुर्याउनु आउँछ ढोकाबाट बाहिर गयो भने चाहिँ होइन एउटा चाहिँ अब शक्तिपीठमै जानुपर्छ यो ढोकाबाट बाहिर नगएसम्म चाहिँ एउटाको यहाँ गाउँमा जात्रा गर्न मिल्छ होइन गाइस अब यो बाटो बाहिर गयो अब यसको मतलब अब हाम्रो शक्तिपीठमै अब रोक्नको लागि जान्छ गाइस अब हामी चाहिँ एउटालाई पुर्याउनलाई गइरहेछौँ सबभन्दा अगाडि हामी चाहिँ सबभन्दा लास्टमा छौँ यहाँ तर योपालि चाहिँ पुर्याउन आउने धेरै देखाएको छु मैले तर यति धेरै चाहिँ हुँदैन थियो क्या देउटाल पुर्याउन आउने योपालि चाहिँ धेरै छ गाइस एउटा पूजा लिँदै चाहिँ देउटा चाहिँ तल जान्छ हाम्रो पहिरो हुर्दै आउँछ है देउटा चाहिँ यसरी हुर्दै आउँछ हाम्रो केटा ग्याङ केटी ग्याङ है गाइस यो चाहिँ केटा ग्याङ केटी ग्याङ हो मार्यो भाइ टक्कर रोकेको जस्तो चाहिँ गर्नुपर्छ यसलाई पनि भैरवको एउटा आसनै मानिन्छ एउटा चाहिँ अलिकति बिसाएको जस्तो गर्नुपर्छ यसरी अब यसपछि अब नन स्टप जान्छ अब पुगेका छौँ है अब यहाँ एकछिन जामै हुन्छ हामीले गर्दा ल एकछिन चाहिँ जामै हुन्छ यता यो दुइटै रो चाहिँ जाम हुन्छ एकछिन धन्न ठुलो चाहिँ डेगाटलको यार यो चाहिँ पुरा यो सुरुङ मार्गले गर्दा बिग्रेको थियो धन्न यति चाहिँ हामीलाई बाटो बनाइदिएको रहेछ सुरुङ मार्ग त हो नि तर ठाउँ ठाउँमा हामीलाई यहाँ गोर्खाले चाहिँ स्वागत गरिरहेछ शक्तिपीठ एरिया पुगिसकेका छौँ हाम्रो पहिरो चाहिँ झन्झनै ढोकामै पुग्न लागिसक्यो हामी चाहिँ यहाँ लास्टतिर भए भएर यो शक्तिपीठतिर पुग्दैछौँ हाम्रो नेवारी भाषामा चाहिँ यसलाई पिङ्गल भन्छ एउटाबाट आइरहेको छ अब यता आएर यता आसनमा चाहिँ ठ्याक्कै रोक्छ अनि बिहानीको जात्रा सक्यो
सक्यो अब बिहानीको जात्रा सक्यो हाम्रो शक्तिपीठ चाहिँ यो हो गाइस यता चाहिँ व्रत बस्याहरू चाहिँ होइन यसरी देउता पूजा गर्न आउँछ अब यता पूजा गऱ्यो भने चाहिँ चाँडै व्रत सकिन्छ त्यही भएर होइन अब चाँडै व्रत सकाउन चाहनेहरू चाहिँ यसरी पूजाको लाइनै लागेर पूजा गर्छ यता गाइस ल गाइस यहाँ चाहिँ अब देउता बोक्नेहरू चाहिँ होइन यहाँ बस्नुहुन्छ अनि त्यसको लागि आसन हो अनि यता चाहिँ शक्तिपीठ ल यता हाम्रो मेयर साहब पनि आउनु भएको छ है जात्रा हेर्नको लागि छोड्न म प्लग न हजुर चन्द्रगिरी नगरपालिकामा सबभन्दा पहिला नमुना वडा व्यक्तित्व नगर प्रवक्ता एकदम हाम्रो सान मान इज्जत प्रतिष्ठा बोकेर एकदमै हाम्रो काका है कान्छा भाइ मर्जेन्सी हुनुहुन्छ हाम्रो अहिले वर्तमान हुनुहुन्छ यस्तो जन प्रतिनिधि पाए जस्तो हामी यो चन्द्रगिरी नगरका बासीहरूको पनि दुःख पाउँदैन सबै राम्रो छ छाउन बाइक छ सबै राम्रो गर्नु भएको छ उहाँहरूले पनि आउनुभएको छ होइन धन्यवाद र भोलि हाम्रो चाहिँ विशेष गरेर सांस्कृतिक कार्यक्रम 4 बजी सुरु हुनेछ हाम्रो यसको चाहिँ प्रमुख अतिथिज्यू चाहिँ हाम्रो नगर प्रमुखज्यू हुनुहुन्छ भव्य रूपमा एउटा ऐतिहासिक पौराणिक हाम्रो यस स्पिडलाई चाहिँ विश्वभरि पहिचान बनाउन चाहिँ हामी युवाहरू चाहिँ लागि परेका छौँ ल यति जेनेरेसनमा यो हाम्रो संस्कृति ट्रान्सफर हुन्छ भने यही हो है हाम्रो भाइहरूले यसरी तिमीले पूजा पनि लिएर जान्छ गाइस अब अघि न हामीले शक्तिपीठमा देउता बिस्तार राख्यो नि त अब त्यही एरियामा चाहिँ यो पूजा जान लाग्यो गाइस लगाइस अघि एक ग्याङ गएको थियो होइन अहिले यहाँ एक ग्याङ आएको छ पूजाको लागि अब लाखबत्ती पनि बाल्ने रहेछ यहाँ लाखबत्ती पनि छ रहेछ बाजा बजिरहेछ यता चाहिँ कहाँ बसिरहेछ अब कहिले देउता उठाउँछ र जात्रा हेरौँ ल भनेर बुझिरहेको है अनि यता चाहिँ एकछिनमा चाहिँ यो पहिला सुरुमा यो खतको किला यो र यो उठाउँछ अनि यो उठाएर यो शक्तिपीठ परिक्रमा चौधै परिक्रमा गराउँछ अनि त्यसपछि यो माथि लगेपछि चाहिँ अनि यता भैरव बनाउने काम हुन्छ है गाइस यो खटभित्र भएको देउता यहाँ शक्तिपीठमा राखिरहेको हुन्छ अनि त्यही राख्नुको लागि चाहिँ लगेको छ अब यो राख्न साथै अब एकछिनमा यो जात्रा सुरु हुन्छ है गाइस यो खटको अनि यो पनि नचाउँछ यो पनि नचाउँछ जात्रा सुरु भयो गाइस
छ होइन भैरव अब 100% चाहिँ यो उठाउँछ अहिले चाहिँ यहाँ रोकिरहेको छ अब यहाँ मुखियाहरूको यताभित्र शक्तिपीठमा चाहिँ काम कुरा भइरहेको छ अनि यहाँ सकेपछि चाहिँ उठाउने काम हुन्छ गाइस भैरव पनि उचालिसकेको छ है यता चाहिँ यसरी के पछौडी ओसाउनुपर्छ यसलाई चाहिँ बस्ला भन्छ गाइस बाहिर आयो है भैरव पनि शक्तिपीठबाट यसलाई चाहिँ यसमै लानुपर्छ गाइस ढोकाबाट भएर ल अब यहाँ शक्तिपीठको यात्रा फाइनल्ली सकियो गाइस भैरव यसरी उठाएर लाँदाखेरि चाहिँ होइन शान्त पाराले जान्छ कुनै बाजा पनि चाहिँदैन अनि यसरी पूजा लिँदै गएर जान्छ बाटोमा जसले पूजा गर्छन् पूजा लिँदै गइरहेको हुन्छ अहिले गाइस अब यसरी बाटोभरि जसले पूजा गर्छ होइन पूजा लिँदै अनि ऊ यसरी पछौडीमा टेक्दै यसलाई चाहिँ बस्छ भन्छ यसमा टेक्दै चाहिँ आउनुपर्छ भैरव अनि यसरी माथि आउँदाखेरि चाहिँ बाजा चाहिँदैन शान्त पाराले आउँछ एउटा गाई अब बाजा चाहिँ त्यहाँ काल्की र गणेशको लागि चाहिँ गइसकेको हुन्छ त्यही भएर अनि यता चाहिँ भैरव चाहिँ अब शान्त पाराले पूजा लिँदै यसरी पछौडीमा टेक्दै आउँछ गाई यसरी दौडेर चाहिँ ओछ्याउनुपर्छ ओछ्याउनेहरू चाहिँ ठ्याक्क प्याउनुपर्छ भैरव आउनुभन्दा अगाडि खतरा आयो खतरा दौडेर आउनु राइस देउटालाई चढाएको चाहिँ यता केटाहरूले चाहिँ यसरी सङ्कलन गरिरहेछ यो सब प्रसादको रूपमा चाहिँ बाँडिने छ सङ्कलन होइन जम्मा डाइरे भैरव नआएसम्म लगायत भैरव नआएसम्म चाहिँ यो देउटाको जात्रा भएर हुन्छ अब यसरी रोकेर चाहिँ होइन ठाउँ ठाउँमा टोलमा यसरी रोकेर चाहिँ पूजा लिने काम चाहिँ हुन्छ गाइस ल गाइस उता गुठीमा चाहिँ सकाएर होइन यता अब गरेकोमा चाहिँ भैरव आएको छ गाइस मैले टोलमा जान्छ भनेको थिएँ नि अब माथिको टोलबाट
कार्य टोलबाट अब यता चाहिँ ल्याबे टोलमा आइपुगेको छ होइन गाइस। यहाँ पनि पूजा कार्यक्रम भइरहेछ। यसरी टोल अब यहाँबाट क्वेसेबाट लाछेबाट यता अनि ननी हुँदै अब यसरी नै यसको चाहिँ पूजा लिने काम हुन्छ। अब यहाँ चाहिँ भैरव आएर चाहिँ अब उठाउनु आउँछ। भैरव नआएसम्म चाहिँ यो उठाउनु मिल्दैन। अनि भैरव आएर उठाएर चाहिँ अब यहाँ तल पेसेन्टतिर चाहिँ लग्छ गाइस। फाइनल हो गाइज। अब यहाँ रोकिसकेपछि अब पूजा लिन सकिन्छ। अब एकछिनमा यहाँ भैरव हाम्रो गुठीमा पनि पस्छ। अनि भैरवको गुठीमा पसेपछि चाहिँ यहाँ दुईवटा खौलाई चाहिँ एउटा बलि चढाउँछ। अनि त्यो बलि चढाउनसकेपछि अनि यो फेरि उठाएर चाहिँ नचाउँछ है गाइज। त्यही हो गाइज। अब यहाँ फाइनल अब झन्डै अब भैरवको चाहिँ जात्रा सकिन लाग्छ। यता भित्राएपछि चाहिँ भैरवको जात्रा सकिन्छ। अब एकछिनमा भित्राउँछ ल गाइज। अब यो भैरवको अब फाइनलै हो। अब यहाँ लास्ट जाँदा लिन बाँकी छ त्यो लिन्छ। अनि त्यसपछि अब जात्रै सक्यो गाइज।
फाइनली भैरवको जात्रा सकिएको छ। अब खटको जात्रा लाग्छ। गाइस अब हामी सबै यहाँ भैरवको जात्रा सकाएर होइन यता अघिबाट फर्कन रहेछौँ। अब एकछिनपछि खटको जात्रा हुन्छ, यो पनि म तपाईँहरूलाई देखाउँछु है। मैले भनेको थिएँ नि बेलुका यो खटको जात्रा हुन्छ भनेर, अब सुरु भएको छ है गाइस। जानै मानिरहेको छ यो रोक्न लानुपर्छ भनेर झन् उता उता गइरहेको छ। फेरि देउतालाई पठाउनु प्रयास भइरहेछ तर गएको चाहिँ छैन। फेरि खुट्टालाई भेट्दैन गयो गयो। जात्रा सक्यो है। जात्रा सकाएर फाइनल्ली म चाहिँ घरमा आइसकेको छु होइन गाइस। अब आजको दिन चाहिँ खतरा बबाल रमाइलो भयो। अब हाम्रो जे होस् मेरो पुर्ख्यौली एरियामा हुने जात्रा चाहिँ यही हो गाइस। तपाईँहरूलाई पनि कस्तो लाग्यो कृपया कमेन्ट गरेर भन्न नबिर्सिनुहोस्। अनि भिडियो मन परेमा लाइक त गर्नै पर्यो। अब फेसबुकबाट हेरिरहनु भएको छ भने अब यो मेरो पेज हो, पेजलाई फलो गरिदिनु। अनि युट्युबबाट हेरिरहनु भएको छ र अहिलेसम्म पनि सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब पनि गरिदिनु पर्यो गाइस। अब यस्तै खतरा ब्लगहरू त आइरहन्छ, मैले जहिले भनिरहने छु गाइस। अनि यो जात्राको एक्स्ट्रा फुटेजहरू सबै युट्युबमा पनि छ अनि फेसबुकमा पनि आउने नै छ गाइस। अब त्यही हो। अब त्यसैले यो पेजलाई लाइक अनि युट्युबलाई सब्सक्राइब गरेर राख्नु होला। यस्तै यस्तै खतरा खतरा बवाल ब्लगहरू आउने नै छ है त गाइस। स्टे सेफ, स्टे हेल्दी, बाई गाइस।